आजको नयाँ भिडियोमा आज हामीहरू रमाइलो यात्रामा निस्केका छौँ। आजको यात्रामा हामीहरू नयाँ ठाउँहरू घुम्नेछौँ, रमाइला दृश्यहरू हेर्नेछौँ र रमाइलो अनुभवहरू बटुल्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला र साथीहरू है, हामी बसको बाटो हिँडिसकेको छ है।
हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँ सेतीपोखरी आधारभूत स्वास्थ्य केन्द्र नजिकै छौँ है, त्यसको अगाडि छौँ है। सक्दो भयो अब यात्राको क्रममा हामी पाल्पा जाँदैछौँ है। खाना भनेर आइरहेको छु है, यहाँ हेर्न सक्नुहुन्छ। यस्तै छ अब हाम्रो कलकलाउँदो आवाज पानीको। एकदम राम्रो छ यहाँको माहौल, यहाँको वातावरण है। क्षेत्रकै भन्नुपर्छ है, यस क्षेत्रको एकदमै प्रसिद्ध, एकदमै फेमस खोलो भनेर होइन, जमानामा यो नुहाउने खोलो पनि भनिन्थ्यो यसलाई। यहाँ मान्छेहरू नुहाउन भनेर होइन यहाँसम्म आउँथे, हामी पनि आइन्थ्यो पहिला। यसलाई सिस्ने खोला भनेर चिनिन्छ। यो चाहिँ बर्खा मासमा चाहिँ बढ्यो भने एकदमै ठुलो देखिन्छ यो चाहिँ। अब बर्खा यो हिउँदमा चाहिँ सानो हुन्छ, तर्न पनि सानो अब कुलो जत्रै हुन्छ। बर्खामा चाहिँ एकदमै लगभग पुरै बाटै ढाकेको हुन्छ कि बाटो। बर्खा मासमा अब बाटोमा हिँड्न खोलो तर्नै एकदम गाह्रो जस्तो हुन्छ, उस्तै परे बगाउने डर पनि हुन्छ। त्यही भएर यो खोलो एकदमै अहिले यहाँ चलेको फेमस खोलो हो कि यहाँको। अब यो सिस्ने खोलो भन्छन्, एकदम नुहाउने खोलो पनि हो, नुहाउन पनि पाइयो। यो खाना चाहिँ यो पानी हुँदैन भन्छन् है, अलिकति दूषित रहेछ कि के रहेछ, खाना चाहिँ नमिल्ने रहेछ। तर नुहाउन कपडा धुनु त मजाले पाइन्छ है। अझै पनि यो अहिले त बर्खाको सिजनै हो होइन, त्यही भएर अहिले लगभग ठिकै छ पानी। अब ठुल्ठुलो हुँदै गएको छ है। अहिले निरन्तर 2-3 दिन पानी पर्ने हो भने पुरै बाटै ढाकेर उस्तै परे तर्ने समस्या हुन्छ क्या, त्यस्तो खोलो छ यो। हेलो साथीहरू, हामी यात्राकै क्रममा छौँ, यात्रालाई कन्टिन्यू गरिरहेका छौँ। अब हाम्रो गन्तव्यमा पुग्ने बेला लगभग हुन थालेको छ है। हामी घर पुग्न थालेका छौँ। तर त्यो घर पुग्ने बेलामा एउटा फेरि अर्को खोलो आएको छ यहाँ चाहिँ। अब एउटा खोलो तरेर चाहिँ जानुपर्ने अवस्था छ। यो खोलो पनि एकदमै राम्रै चलेको खोलो, एकदम नाम चलेको खोलो हो पहिला यो है। अहिले चाहिँ खासै त्यस्तो महत्त्व नभए पनि पहिला चाहिँ नाम चलेको खोलो हो यो। नुहाउने, लुगा धुनेदेखि लिएर गाईबस्तुलाई खुवाउनुलाई पहिला बेला त खाने पनि गरिन्थ्यो। अचार चाहिँ अब खाना चाहिँ अलि मिल्दैन, तर अरू नुहाउन लुगा धुन त अहिले पनि मिल्छ है। पहिला बेला हामी घर नजिकै भएको कारणले गर्दा है घरमा पानीको समस्या हुन्छ, यहाँ नुहाउनको लागि आइन्थ्यो। अहिले अब मान्छे कम भएको कारणले गर्दा यस्तो नुहाउन लुगा धुन आउन पाइएको होइन।
तर यो गाईबस्तुलाई खुवाउन पनि हुन्छ भनिन्छ। खाना चाहिँ डाइरेक्ट खाना चाहिँ अलि हुन्न होला है। अब यस्तै छ। अब हाम्रो यो खोलो तरिसके पछाडि अब हाम्रो थोरै उकालो हिँड्नुपर्छ है। उकालो हिँड्दै गर्दाखेरि अलिकति झाडी अब जङ्गल पनि पार गरेर जानुपर्छ। त्यसको लागि अब बिच जङ्गल छ। अब बाघ भालुको डर हुन्छ तर केही छैन। अब आत्मविश्वास कन्फिडेन्स भएर जानुपर्ने हुन्छ। ल है साथीहरू, अब हामी खोलो लगभग पार गरिसकेका छौँ। अब हामी खोलो पार गरिसके पछाडि अब लगभग उकालोको यात्रा गर्दैछौँ है। उकालो जाँदैछौँ। अब हेर्नु होला। अब यस्तो ठाउँमा यात्रा गर्नु चाहिँ यस्तो जङ्गलको बिच यस्तो घनघोर झाडी है, घनघोर जङ्गल यस्तो ठाउँबाट यात्रा गर्नु हाम्रो रहर त होइन साथीहरू। तर पनि हाम्रो एउटा बाध्यता भन्नु पर्यो है। बाध्यताले गर्दाखेरि यस्तो ठाउँबाट हिँड्नु परिरहेको छ। त्यो पनि बाटो पनि देखिया होइन। यस्तो झाडीले गर्दाखेरि मान्छे चाहिँ हिँड्न छोडेका रहेछन्। त्यस कारणले झाडीले गर्दा बाटै देखिया। ल हेर्नुहोस् त साथीहरू, यहाँ कस्तो झाडी छ। यहाँ झाडी उस्तै छ। अब यस्तो झाडीमा कस्तो डर अलिअलि मनमा त छ है। तर पनि अब हिँड्ने चाहिँ अलिकति हिम्मत गरिरहेको छु मैले चाहिँ। तर अरू मान्छे चाहिँ यस्तो घनघोर झाडीको बिचबाट होइन, घनघोर झाडीको जङ्गलबाट चाहिँ हिँड्न सक्दैनन् पढाए। ल अहिले चाहिँ यतिखेर लगभग साँझको 7 बज्न लागेको छ है। यस्तो लगभग अँध्यारो हुने बेलामा अहिले यस्तो घनघोर जङ्गलको बिचमा म छु अहिले। तर पनि अब मनमा साहस हिम्मत राखेर चाहिँ हिँडिरहेको छु। मलाई भगवानको साथ र सपोर्ट रहेको छ। त्यस कारणले पनि अलिकति हिम्मत, यस्तो घनघोर झाडी हुँदाहुँदै पनि हिँड्ने हिम्मत आइरहेको छ। यसैमा एकदम खुसी छु। तर यस्तो झाडी चाहिँ यस्तो राख्यो भने त बाघ भालुको डर हुने नै भयो होइन। त्यसमाथि अब बाँदर भन्दा पनि बाघ भालुकै डर छ क्या यहाँ त। बाँदर त अब खेती लगाएको ठाउँमा जाने हो होइन, खेती नलागेको ठाउँमा जाँदैन बाँदर। तर बाघ भालु त यस्तो झाडी यस्तो घनघोर जङ्गलमा त बाघ भालु त आइ नै हाल्छ होइन। यहाँ चाहिँ अलिअलि बाटो चाहिँ बल्ल देखिया छ है। बाटो अलिअलि देखिया छ यहाँ चाहिँ बल्ल घनघोर हामीहरू झाडीबाट अलिअलि पार हुँदैछौँ भन्नु पर्यो है। यद्यपि अझै पनि झाडी त छ है, तर पनि अलिअलि बाटो चाहिँ देखिरहेको अवस्था चाहिँ छ। साथीहरू यहाँ चाहिँ केले अब बाघले हो या केले यस्तो यो फाल्टो गराएको रहेछ है। यहाँ चाहिँ सायद मान्छेले पनि हुनसक्यो। तर खै केको लागि खाल्टो खनेको रहेछ नि। लगभग अब झाडीबाट लगभग पार हुन लागिएको छ। अब मेरो घर पनि आउनै लागेको छ है साथीहरू।